नेजल स्प्रेको प्रयोग गर्नुअघि आफ्नो नाक राम्रोसँग सफा गर्नुहोला। नेजल स्प्रेलाई सही ढङ्गले प्रयोग गर्नको लागि आफ्नो चोर औँला, माझी औँला र बुढी औँलाको सहायताले भिडियोमा देखाए अनुसार समात्नुहोला। यदि तपाईँ नेजल स्प्रे पहिलोचोटि प्रयोग गर्दै हुनुहुन्छ भने बोतललाई केही बेर हल्लाएर ढक्कन खोल्नुहोला। अब आफ्नो अनुहारभन्दा टाढा फर्काएर बोतललाई जाँच गर्नुहोला। यसपछि लामो सास छोड्दै टाउको निहुराउनुहोला। अब बोतललाई भिडियोमा देखाए अनुसार आफ्नो कान अथवा आँखातर्फ फर्किने गरी राख्नुहोला। अब बोतलको नोजललाई प्रेस गर्नुहोला। औषधि छरिसकेपछि नोजललाई बाहिर निकाल्नुहोला र नाकको अर्को प्वाललाई औँलाले बन्द गर्नुहोला र लामो सास भित्र लिएर मुखबाट सास छोड्नुहोला। अब यसै गरी दाहिने नाकमा औषधि हाल्नको लागि बोतलको नोजललाई बिस्तारै नाकमा राख्नुहोला। बोतलको नोजललाई फेरि प्रेस गर्नुहोला र नाकको अर्को प्वाललाई औँलाले बन्द गर्नुहोला र लामो सास भित्र लिएर मुखबाट सास छोड्नुहोला। डाक्टरले सल्लाह दिए अनुसार यही प्रक्रिया फेरि दोहोऱ्याउनु पर्ने हुन सक्छ। औषधिको प्रयोग पश्चात बोतलको नोजललाई सफा रुमाल अथवा टिस्यु पेपरले सफा गर्नुहोला र बिर्को लगाउनुहोला। औषधि प्रयोग गरेको करिब 15 मिनेटसम्म नाक सफा नगर्नुहोला र तपाईँले यसै गरी नेजल स्प्रे प्रयोग गर्न सक्नुहुन्छ।